के हो यो यार, आफ्नो टिम म्यान्चेस्टर सिटी ब्याक टु ब्याक डिफिट हग्दिरहेको छ। बोथ ग्लिम जुन चाहिँ च्याम्पियन्स लिगमा एउटा पनि म्याच जितेको छैन, पोइन्ट्स टेबलको पुच्छरमा छ, त्यस्तो टिमले म्यान्चेस्टर सिटीलाई हग्दिरहेको छ, हिँडाइदिइरहेको छ, 3-3 गोल हालेर जितिरहेको छ म्यान्चेस्टर सिटीलाई। अनि यता छिमेकी आर्सेनल के हो, प्रिमियर लिगमा त तल्का मचाइरहेछ, यता च्याम्पियन्स लिगमा पनि तल्का मचाइरहेको छ। इन्टर मिलन वान अफ द बेस्ट टिम इन दि फुटबल राइट नाउ अहिलेको टिम इन्टर मिलन, उसैको घरमा गएर के हो यो आर्सेनल, व्हाट द हेल। इन्टर मिलनकै घरमा गएर 3-1ले धोबी हानिसकेको छ आर्सेनलले। सेन्सेसनल पर्फर्मेन्स एन्ड आई थिङ्क यो सिजन आर्सेनलले केही न केही गर्छ होला। प्रिमियर लिगमा पनि त्यस्तो तल्का मचाइरहेछ, च्याम्पियन्स लिगमा टप अफ द टेबल एन्ड ओन्ली वान टिम्स अनबिटेन दिस सिजन, ओन्ली वान टिम अल म्याचेस विन छ, 7मा 7वटा विन छ। इट्स आर्सेनल गाइज। सो आई थिङ्क यो सिजन केही न केही गर्छ, बुम गर्छ होला आर्सेनलले। लेट्स सी, हामी अगाडि हेरौँ। एन्ड च्याम्पियन्स लिग विक ब्याक भइसकेको छ एन्ड क्रेजी म्याचेसहरू देख्न पाइयो। लास्ट सिजनको च्याम्पियन पिएसजी स्पोर्टिङ सिपीसँग हारिसकेको छ। अबे हरामको लेट मिनेट विनर गोल फ्रम द स्पोर्टिङ सिपी, पिएसजी हारिसकेको छ। एन्ड थोमस फ्र्याङ्कको साइड टटनह्याम हटस्पर, जुन चाहिँ वर्स्ट फर्ममा थियो टटनह्याम हटस्परले पनि अबे हरामखोर बोरुसिया डर्टमन्डलाई धोबी हानिसकेको छ। क्लिन सिट पर्फर्मेन्स यस गाइज, 2-0। च्याम्पियन्स लिग इज ब्याक गाइज एन्ड च्याम्पियन्स लिग राउन्ड 7को फर्स्ट विकको म्याचेसहरू आज थियो। भोलि पनि क्रेजी म्याचेसहरू छ। लेट्स सी गाइज, अगाडि लेट्स सी